नमस्ते। आज चाहिँ म ठ्याक्कै यो हाम्रो केराबारी 2 फाइबामा आइपुगेको छु। यो चर्चमा हाम्रो एकजना बुबा हुनुहुन्छ। उहाँ चाहिँ 96 वर्ष पुग्नु भएको छ। त्यो 96 वर्ष पुग्नु भएको यो हाम्रो सिंहदेवीको पहिलो वृद्ध बुवा नै उहाँ नै हुनुहुन्छ जस्तो लाग्छ मलाई। र वास्तवमा यो सिंहदेवीको बारेमा, यो फाइबाको बारेमा उहाँले आफ्ना महत्त्वपूर्ण अनुभवहरू, सङ्गालेका अनुभवहरू चाहिँ म यहाँ देखाउन लागिरहेको छु। कृपया यहाँहरूले हेरिदिनु हुनेछ भन्ने लाग्छ। ल बुवा नमस्ते। नमस्ते बुवा। आरामै हुनुहुन्छ? अनि हजुरको नाम, हजुरको शुभ नाम के हो? हजुरको शुभ नाम के हो? नाम 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 मेरो हजुर शुभ नाम टेकबहादुर लिम्बू। लिम्बू। ए ल, हजुरलाई धेरै धेरै यो मेरो च्यानलमा स्वागत छ। अनि अहिले कति वर्ष पुग्नुभयो? अहिले 96 बाबु। 96 एकदमै 100को हाराहारी, 1 शताब्दीको हाराहारी हुनुहुन्छ। एकदमै खुसी लागेको छ हजुरसँग भेट हुँदाखेरि। अनि यहाँ फाइबा नै हो, पहिलेदेखि सुरुदेखि नै फाइबा हो? हजुरको जन्मै फाइबा हो? फाइबा हो। ए कहाँनिर जन्मिनुभयो? कहाँनिर जन्मिनुभयो हजुर? फाइबा जन्मेको यहीँ जन्मेको, तर चेप्टुहरू त रानी गाउँबाट आएको। ए रानी गाउँ। के सालमा आयो त्यो थाहा छैन। थाहा छैन। ठिक छ ठिक छ। हजुर मैले अनुभव गरे अनुसार हजुर चाहिँ सिंहदेवीको नै सिंहदेवीको सबैभन्दा पाको एकदमै ज्येष्ठ नागरिक हुनुहुन्छ। यो फाइबाको बारेमा पनि हजुरलाई धेरै अनुभवहरू छ होइन? हजुरले यो फाइबाको बारेमा केही, फाइबा किन नाम रहन गयो, यहाँका मुख्य मुख्य स्थानहरू के थिए होइन, त्यो हजुरले अलिकति थोरै भनिदिनुहुन्छ कि भन्ने लागेको छ। राम्रो सुन्दिनँ बाबु। फाइबाको नाम चाहिँ कसरी रहन गयो हजुरलाई थाहा छ? फाइबा कसरी नाम राख्नुभयो भन्ने? हजुर 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 हजुर। अब अगाडि यो सानो ठाउँ अरे। हजुर सानो अरे। त्यो लिम्बू भाषामा यो सानो, अन्त सुनको चेपु जस्तो अरे। लिम्बू भाषामा फाइबेमा भन्नु, यो सुनको चेपो जस्तो यो सानो भयो। अनि त्यसो र फाइबेमा भन्यो सुनको चेपु जस्तो यो सानो, त्यस कारणले अहिले आज पनि फाइबा 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 अहिले चाहिँ फाइबा भयो। फाइबा भयो। ए ल ठिक छ। फाइबामा एउटा सुँगुरको जस्तो, यो च्यापु जस्तो भएको कारणले लिम्बू भाषामा यो सुनको यो नि चेपु, यो फाइबे लिम्बू भाषा नराम्रो सानो, त्यस कारण पछि त फाइबा भयो। ए हजुरको बाल्यकाल पनि यिनै बित्यो, वयस पनि यिनै बित्यो, अब बुढेसकाल पनि यहीँ बित्दैछ होइन त? ठिक छ। मैले सोध्न खोजेको कुरा जस्तै फाइबामा सिंहदेवीको सबैभन्दा अगाडिको विद्यालय पनि फाइबा मावि अहिले भएको छ होइन? र फाइबामा त्यो देवस्थलहरू पनि, चर्चहरू पनि धेरै रहेछन्। त्यो मैले महाङ्काल पनि सुनेको छु। त्यो महाङ्कालको बारेमा थोरै भनिदिनुहोस्, अनि फेरि म चर्चको बारेमा आउँछु, हुन्छ? महाङ्कालको बारेमा थोरै भनिदिनुहोस्, अनि फेरि चर्चको बारेमा म आउँछु। महाङ्काल मन्दिर छ नि पर, त्यसको बारेमा केही तथ्य छ भने? स्कुलको विषयमा होइन, महाङ्काल पर
महाङ्काल भन्ने एउटा मन्दिर छ त्यो हजुरले नि थाहा पाउनु भएको छ होला होइन त्यो त्यो फुर्के टाढमा छ नि एउटा ए महाकाली हो महाकाली देउता हो त्यसको बारेमा थोरै भन्नु त्यसको नाम महाकाली ए त्यसको केही किम्वदन्ती थाहा छ हजुरलाई है त्यसको केही किम्वदन्ती थाहा छ त्यो पहिला त हाम्रो पुर्खाहरूले उहिलेको जमानामा देवी देउताको शक्ति थियो यहाँ सोक्सेगाउँको लिम्बू थियो अरे देवारी त्यो शिकार खेल्दा मृग चाहिँ त्यो ओडारमा बसेको अरे ओडार ठुलो छ यस्तो ठुलो यहाँदेखि पनि पारी देखिने तर अहिले छैन अहिले ठुङ्गा सरेको ठ्याम्मै ठुङ्गा सरेको छ अगाडि त यताबाट ठोका ठुलो देख्ने थियो त्यहाँ बसेको अरे मान्छे पनि बसेको अरे अन्त मान्छे थुन्यो अरे देउताले अन्त करायो अरे पका पका भन्दै करायो अरे अन्त साथी अरू गाउँले अरे पका रहेर पूजा गर्यो र छोड्यो अरे देउताले उहिलेको जमानामा अब देवी देउताको शक्ति थियो त्यस बेला त्यस्तो गरे त्यस कारणले त्यो बुढोले त्यसको नाम महाकाली राख्यो ए पछिबाट महाकाली त्यसलाई राख्यो जस्तै त्यो बोकाती हरायो त्यो लिम्बू है ए उहिलेको जमानामा देवी देउताको शक्ति थियो फेरि त्यस बेला त्यस्तो भयो र त्यो लिम्बूले त्यहाँ यो महाकाली देउता भनेर नाम दियो अरे लु जानकारी गराइदिनु भयो अब यो फाइबा माध्यमिक विद्यालयको बारेमा थोरै भनिदिनु न विद्यालयको बारेमा थोरै भनिदिनु न यो हाम्रो स्कुलको बारेमा स्कुलमा अब अगाडिको समयमा अब राणा आएको थियो त्यसले यहाँ विकास भएन पछि त्यो राणाहरू खेदेपछि 14 सालमा स्कुल आयो यो हाम्रो सिङ्गी वरिपरि सबैभन्दा यो जेठो तर के भयो अघि भनौँ न यहाँ लाटा ठाउँ त्यस कारण पढाउन सकिएन सबसे जेठो 14 सालमा कार्तिक मङ्सिर महिनामा यहाँ चङ्ग्रा सुब्दार थियो एउटा ससबहादुर भन्ने शिशुवाली थियो यो हलदार अर्को सुब्दार दुईजनाले अब बुझिन स्कुल हुने नामै सुनेको थिएन दुई लौरेहरू भारतीय स्कुल भनेर राख्यो भारतीय स्कुल भनेर राख्यो अन्त हामी बुझ्यौँ न लाटा स्कुल छैन अन्त त्यो सुब्दार र त्यो हलदारले स्कुल त माग्यो आयो सरकारले स्कुल दियो तनखा पनि छैन मास्टर पनि छैन तनखा पनि छैन मास्टर पनि छैन अन्त मास्टर चाहिँ यसो अलिअलि पढ्नेहरू आफैले चन्दा उठाएर मास्टरहरू तनखा दिनुपर्ने त्यो चङ्ग्रा सुब्दारले त्यो सफा दुई मिलेर भारतीय स्कुल भनेर निकाल्यो अनि चन्दा उठाएर मास्टर यसो पढायौँ पछि सरकारले अलिअलि यसो मास्टर अलिअलि तनखा दियो मास्टर तनखा दिएको महिनाको 75 रुपियाँ दियो है 75 रुपियाँ 75 रुपियाँ पछि त्यहाँको हेडमास्टर को थियो त्यस बेला
मास्टर त्यो चङ्गराज सुब्दारको छोरा साइला कालीबहादुर त्यहाँको मास्टर थियो। कालीबहादुर थरानमा थियो, अहिले छैन होला। कालीबहादुर, उसको छोरा जेठा शमशेर, अनि यसो कखो सिकाउने त्यहाँ छोरीहरू थियो, राईहरू। सजो छोरी तिनीहरू राखेर नानीहरू बढायौँ। त्यहाँदेखि बढ्दै आयो। पछि सरकारले यसो दिँदै ल्यायो। पछि टिलरामको काका खेमराज पढेर आयो, त्यो मास्टर भयो। यहाँ आएर 4-5 वर्ष नोकर गर्यो। पछि टिलराम पुगेपछि अलि सुध्रियो, टिलरामले सुधार्यो। तर पछि टिलरामले संसदमा जाने भयो। उसले धेरै विकास गर्दै ल्यायो, धेरै विकास भयो। यसरी भएको। चङ्गराज सुब्दार, ससबहादुर हवल्दार थियो, दुईजनाले नै माग गर्यो है। फालाचिया स्कुल भन्यो भाइलाई। हामी त के जान्नु। भारतीय स्कुल भनेर पहिला खोल्यो। अहिले त्यही विद्यालय, अहिले माध्यमिक विद्यालय भएको छ। 14 सालमा है, 14 सालमा स्थापना भएको रहेछ नि। मङ्सिर महिनामा ल्यायो है। लो स्कुल नानीहरू पढाउनु पर्छ भन्यो। त्यो चङ्गराज सुब्दार मेरो बडबा भयो। अनि तर बुढो भयो, अलिक वयस भयो त त्यसले धेरै गर्ने थियो। तर बुढो भइगयो। अनि अरू सुब्बाहरू त थियो नि, सबै लाटा। जमानै लाटा थियो त्यतिखेर होइन। अब पढ्ने कुरा थिएन। अब जे छ गाउँमा त्यही मात्रै थियो। यो चाहिँ पहिला सुरु त्यो सुब्दार र सुब्दारले गरेको है, पहिला माग गरेको है। लु धन्यवाद, धेरै धेरै धन्यवाद, जानकारी गराइदिनु भयो। त्यो सुब्दार अलिक पैसालु भए त धेरै गर्ने थियो, तर बुढो भइगयो, बित्यो। ल हुन्छ, हस्, धन्यवाद। हस्।